कति खाने भात अब त म त पेट घटाउने हो थोरै खाने ए कति त पेट घटाउनु फेरि यति त तँ खाने सबै यति खानु होला थोरै खानु यति निकाल्नु त्यतिकै निकाल्नु त मासु कति हो एक कटोरा जति ल्याउनु भयो अझै भयो अब के दिनु थोरै झोल हालेर भरिदेऊ त आमा यो मान्छे बाबा बाबा धेरै भयो क्या यति धेरै भयो अनि चुकाउनु खाने भाँडा चाहियो नि कटो गर्नु यो केमा हो खाने यो त्यसमा अब एक कटोरा मात्रै चुकाउनु हाल्यो नि कुट्टामा यसो भन्नुभयो यही भाँडाबाटै सुरु गर्नुभयो कुरो चुकाउने पनि अन्न अब पेट त नवटाइ भएन रे थोरै खाना सुरु गर्नु पर्यो अब अब अचार के अरे करेला पर्सीको मुन्टा के खाने हो मासु धेरै खानुपर्छ अरे भात खानुहुन्न अरे त्यही भएर यो त्यति गर्दा हो यहाँ हाल्नु नि गरे चम्चा यसरी निकाल्ने ल हुन्छ हुन्छ यो फर्सी मुन्टा हो यस ओहो यस्तो अर्ग्यानिक खायो बिस्तारै यो पेट त करेला कहाँ जान्छ कहाँ जान्छ कति हो भयो 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 अब अरू केही केही अरू खासै केही पर्दैन भला एक महिना जति यति भात खानुपर्छ क्या हुन पर्यो नि भात रे यो ए मलाई थपिदिएर दिनुपर्छ मलाई के हुन पर्यो के खानालाई खाएपछि भयो तिमीले जहिले पनि भात थोरै पकाउँथ्यौ क्या